Hello guys, what's up? के छ खबर आफ्टर लङ टाइम है आज फेरि भिडियो बनाउँदैछु किन भन्दाखेरि चाहिँ अब फाइनली म ओमन आइपुगिसकेँ होइन अन्त यहाँनिर काम गरेको पनि अलमोस्ट 2 महिना हुन आँट्यो फर्स्ट स्यालेरी सकेर पनि अर्को स्यालेरी सुरु हुन आँटिसक्यो है र मैले यसरी कलकत्तामा एकपल्ट भिडियो बनाएको थिएँ होइन मैले चाहिँ अब स्ट्रगल गरिरहेको छु बाहिर जानको लागि के गरिसकेँ तर भएको छैन भन्ने मैले भिडियो बनाएको थिएँ होइन एन्ड त्यसको बाद पनि धेरै प्रब्लमहरू मैले फेस गर्नुपर्ने लाइफमा होइन अनि फाइनली म आउनु पाएँ अनि मैले काम पनि ड्युटी पनि जोइन गरेँ अहिले ड्युटी गर्दैछु पनि है एन्ड आइम वेल ह्याप्पी पनि भनौँ न अहिले फिलहाल चाहिँ होइन त्यही जबको लागि स्ट्रगल त स्टिल छ होइन स्ट्रगल त आफ्नो जग्गा हो तर यो समय जहाँ यो जग्गासम्म आइपुग्नु पनि एउटा उयो हो नि त लककै डिपेन्ड गर्छ नि त होइन अर्कै आउनु सक्दैन गाह्रै छ अब अहिलेको यस्तो कम्पिटिटरको लाइफमा भनौँ न होइन उता हेऱ्यो कम्पिटिटर होइन एउटा सानो इन्टरभ्यूको लागि पनि माथि यही ओमान आउनु र दुबई आउनुको लागि कति स्ट्रगल गर्नुपर्छ कति हार्डवर्क गर्नुपर्छ हामीले होइन अन्त सो त्यही हो मैले भिडियो किन बनाउँदैछु भन्दाखेरि चाहिँ मैले त्यो हरेक चिजहरू मेरो लाइफको क्याप्चर गर्दैछु नि त होइन स्ट्रगलको मैले कस्तो प्रकारले स्टुडियो बनाएँ होइन रुममा कसरी मैले स्ट्रगल गरिरहेको थिएँ त्यो ऱ्यापहरू गर्दा त्यो टाइमको त्यसपछि फेरि मैले के भन्छ कसरी मैले बाहिर आउनु लागि कति के गरेँ स्ट्रगलहरू होइन त्यसको पनि मैले भिडियोहरू बनाएको थिएँ मेरो पर्सनल लाइफमा कति प्रब्लमहरू आयो मैले लभ लाइफ होस् चाहे होइन पर्सनल लाइफ होस् चाहे त्यो कुनै पनि फिल्ममा होस् मैले हमेसा भिडियो बनाएर हाल्ने गरेको थिएँ अब कुनै कारण होइन कुनै टाइममा त्यो चिजहरूले अब त्यो के भयो कसो भयो यसो हेर्नु होइन पछि कस्तो चिजहरूबाट फेस गर्दै आइरहेको छु र आज मैले यहाँ छतमा बसेर भिडियो बनाउँदैछु होइन वाइ भन्दाखेरि चाहिँ यु क्यान सी है पछाडि तपाईँहरूले जुन देखिरहनु भएछ यसलाई चाहिँ गार्डन मल भन्छ र यो चाहिँ ओमनको सलाला जगान सलाला त्यहाँनिर चाहिँ मैले काम गर्छु यही गार्डन मल छ होइन म्याकडोनल्ड्समा गर्दैछु अहिले भन्नु चाहिँ अब हामीले रेस्टुरेन्टको लागि भनेर होइन त्यस्तो अब होटल म्यानेजमेन्ट जसले गरेको हुन्छ त्यस्तै टाइपको काम हुन्छ भनेर चाहिँ अब हामीले इन्टरभ्यू दिएको थियौँ हुन त मलाई त्यस्तो केही म्याटर गर्दैन थियो मलाई जस्ट बाहिर आउनुसँग मतलब थियो पैसासँग मतलब थियो होइन एन्ड ह्याप्पिली मैले त्यो चिज पनि पाएँ होइन जब त पाएँ एटलिस्ट त्यो चाहिँ मनमा छ स्यालेरी ठिकठाक छ होइन एटलिस्ट मैले त्यत्तिकै टाइम वेस्ट गरिरहेको जस्तो भइरहेको थियो त्यहाँनिर अरूको लागि मैले आफ्नो लागि त ठिकै थियो होइन मैले थुप्रै स्ट्रगलहरू गरिरहेको थिएँ त्यहाँनिर अन्त मान्छेले पनि यसले के गरेको त्यत्तिकै होइन बसिरहेछ अब त्यस्तो देख्थेँ मान्छेले चाहिँ हुन त मैले आफ्नो भित्रभित्र काम गरिरहेको थिएँ आफ्नो लागि गरिरहेको थिएँ होइन आफ्नो लागि लाउनु खानु बस्नु मैले गरिरहेको थिएँ कसैलाई मागेको त थिइनँ समष्टि मान्छेहरू त्यही हो है जबसम्म मान्छेले यस्तो जब गर्दैन तबसम्म मान्छेले त्यही सोच्छ नि त अन्त त्यहाँदेखि चाहिँ मैले फाइनली अब त्यो यो चिज चाहिँ देखाउनु थियो मलाई आइपुगेँ जोस् होइन यो क्याप्चर गर्नु थियो मैले कसैलाई देखाउनु पनि होइन त्यसमा मलाई यो आफैसँग राख्न लागि यो भिडियो बनाइरहेको छु होइन कुनै पनि यसो हेर्दाखेरि थाहा होस् न मैले कस्तो चिजहरू गरेर आएको छु भनेर क्या लाइफमा एन्ड त्यही हो गाइस अहिले 2 महिना भयो हुन आँट्यो 2 महिना है 1 महिना त अलरेडी सकियो स्यालेरी त्यसको स्यालेरी मैले थापेर पनि मैले कति जग्गा दिनुपर्ने थियो होइन त्यो चिजहरू मैले पहिला चाहिँ मलाई सबसे त्यही छ क्या मेरो कति बाँकीहरू छ त्यो आउनुको लागि अभियसली पैसा त पुरा चाहिन्छ होइन त्यस्तो पुरा पनि होइन अब हामी मिडल क्लास हामी जस्तो गरिबको लागि चाहिँ त्यो निकै पैसै हो होइन निकै हो र अहिले फिलहाल चाहिँ अब त्यही चिजहरूमा ध्यान दिँदैछु पहिला जति सक्दो अरूको दिइहालौँ भनेर होइन त्यसपछि जति बाँच्छ त्यसपछि मेरो त्यो आफ्नो पर्सनल हुन्छ नि लगाइस् त्यही हो है सानो भिडियो बनाएको थिएँ आज मैले यो जग्गामा छु भनेर र ब्याकग्राउन्डमा देखेको अलि म छतमा आइरहेको छु होइन सो हेर्दै यस्तो छ है चारैतिर हेऱ्यो भने चाहिँ र मैले गर्दै रहेको जग्गा चाहिँ यहीँनिर हो यहाँ साइडमा यो म्याकडोनल्ड्स जान्छ यहाँनिर भित्र चाहिँ मेरो छ है दामी छ मल क्या एकदम कुनै दिन यसको पनि भिडियो बनाएर हाल्छु मेरो चारतिर हेऱ्यो त्यस्तो छ पेट्रोल पम्प पनि छ उता साइड गयो भने साइड त्यो लगाइस फिलहालको लागि यति मात्रै है र यस्तो भिडियो बनाउँदै गर्छु के कस्तो अबको त्यहाँसम्मको लाइफ मैले बनाइसकेँ यहाँसम्मको पनि मैले बनाएँ होइन अब यहाँदेखि उता चाहिँ के कस्तो हुन्छ स्ट्रगल कतिको लेखेको छ अब सक्सेस हुन्छ भइँदैन होइन त्यो के हो त्यो अब हेर्दैछु के छ गाइस पिस आउट